ल सुदूर पूर्व मोरङ क्षेत्र नम्बर 1 हाम्रो शान्ति पाखरिन प्रत्यक्ष उम्मेदवार शान्ति पाखरिन आज दार्चुला दुम्लिङ खोलाको अन्तिम पुल उद्घाटनको कार्यक्रम सेटल गर्नु लाग्यो। उहाँ यसरी डोको बोकेर सबै सामानहरू यसरी बोक्नु भएको छ। उहाँले सम्मानको सामानहरू सबै बोकेर यसरी हिँड्दै हुनुहुन्छ। ल नेता भनेको यस्तो हुनुपर्छ। श्रम संस्कृति पार्टीको नेताहरू चाहिँ यस्तो हुन्छन्। कुनै नेताले यसरी यता हाम्रो सर पनि हुनुहुन्छ, उहाँले यस्तो भारी कहिले पनि बोक्नु भएको थिएन होला। यहाँ हेर्नुहोस्, यसरी श्रम संस्कृतिमा अबद्ध भएका सम्पूर्ण श्रमदाताहरूले चाहिँ यसरी भारी बोक्नुपर्छ, काम गर्नुपर्छ भन्ने एउटा उदाहरण। हजुर छ। एउटा फोटो पनि हानिदिउँ कि हातैले खाली भएन। ल दुईजना हुन्छ। ल